हामीले रोजगारी 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 अर्थतन्त्रलाई चलायमान गरेर तर यस्तो खालको इकोनोमिक ग्रोथको प्याटर्न नआओस् जसले जब चाहिँ क्रिएट नगर्ने, जब क्रिएट गर्ने खालको, रोजगारी सिर्जना गर्ने खालको आर्थिक वृद्धिको मोडलमा हामी जानुपर्छ। त्यसलाई हामीले प्राथमिक गरेका छौँ। केही संख्यात्मक टार्गेटहरू पनि छन्। चौथो, कनेक्टिभिटी। सडक सञ्जाल बनेका छन् तर कमसल पूर्वाधार बनेका छन्, असाध्यै दोहन भएको छ, भ्रष्टाचार भएको छ। गुणस्तरीय पूर्वाधार निर्माणमा हाम्रो ध्यान जाने नै छ। डिजिटल कनेक्टिभिटी, घर घरमा भरपर्दो इन्टरनेट सेवा, ऊर्जा कनेक्टिभिटी, हवाई सुरक्षित हवाई यातायात लगायत कनेक्टिभिटीको मोडल चाहिँ प्राथमिकता पनि असाध्यै उच्च छ। र पाँचौँमा हामीले प्रवास नै राखेका छौँ होइन। 3 जनामा 1 जना नेपालीको अहिले फुटहोल्ड बाहिर हुन थाल्यो। त्यसैले यो जनसाङ्ख्यिक रूपले पनि खोक्रिन नदिनको लागि एकपटकको नेपाली सधैँको नेपाली भन्ने गरेर र त्यो डायस्पोरा नै अर्ली इन्भेस्टर्स हुन्छन्। विश्व चमत्कारिक फड्को मारेका धेरै मुलुकहरूको अभ्यासबाट हामीले के देख्छौँ भने त्यो अलमलको अवस्थामा अनिश्चितताको वातावरणमा पहिलोचोटि पाइला हालेर लगानीको माहौल बनाउने काम डायस्पोराले गर्छ।